नेपाली कांग्रेस एकजुट भएको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो। अब शेरबहादुरको बारेमा केही थोरै कुरा म राख्न चाहन्छु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइराला भन्नुहुन्थ्यो। त्यति मात्रै होइन, उहाँ बनारस पहिलोचोटि आउँदाखेरि मलाई भन्नुभयो, ल शेरबहादुरजीलाई घुमाइदे शशाङ्क भनेर। मैले शेरबहादुरजीलाई घुमाउन गएँ अनि उहाँले मैले भने के गर्न चाहनुहुन्छ त? उहाँले भन्नु म सिनेमा हेर्छु। र त्यो दिन तीनवटा सिनेमा हेऱ्यौँ। बीपी कोइराला हामीलाई सिनेमा हेर्न वञ्चित गर्नुभएको थियो, भन्नुहुन्थ्यो धेरै सिनेमा हेर्नु हुँदैन। त्यो दिन तीनवटा सिनेमा हेरेपछि म त गदगद भइहालेँ। फर्केर आएपछि मैले भने बाबा मैले त 3टा सिनेमा हेरेँ। उहाँले भन्नु ठिकै छ, तँलाई थाहा छ बाइस्कोप भनेको के हो? त मैले मलाई थाहा छैन। त्यो दूरबीन जस्तो हुन्छ, त्यसमा हेर्दाखेरि ताजमहल, कुतुब मिनार, हावडा ब्रिज देखिन्छ। शेरबहादुरजीले पहिलोचोटि 70mm स्क्रिनमा साउन्ड इफेक्टमा सिनेमा हेर्नुभयो। मैले तँलाई सोध्छु त्यो सिनेमाको उद्देश्य के हो? त्यसले समाजलाई के भन्छ? त केही भन्न सक्दैनस्। गानाको बारेमा भन्छस्, कसले डाइरेक्ट गरेको भन्न सक्दैनस्। म सोधौँ शेरबहादुरजीलाई, नभन्दा भन्दै उहाँले शेरबहादुरजीलाई सोध्नुभयो र उहाँले हुबहु भनिदिनु भयो यो डाइरेक्सन यस्तो हो। त्यो बेला मैले शेरबहादुरजीको परिचय पहिलोचोटि मैले पाएको। दोस्रो पटक मलाई सम्झना छ, लोकतन्त्र आइसकेपछि गिरिजाप्रसाद कोइरालाले भन्नुभयो शेरबहादुरजीलाई बोला। उहाँ के अरे लन्डनमा हुनुहुन्थ्यो। अनि फोन गरेँ। मैले भने शेरबहादुरजी यहाँ त परिवर्तन भयो, फर्किनुहोस् भन्दाखेरि उहाँले भन्नुभयो परिवर्तन भयो र आउनुहोस् न। त्यसपछि शेरबहादुरजी आउनुभयो, नभन्दा भन्दै प्रधानमन्त्री पनि बन्नुभयो। त्यो मलाई के लाग्छ भने शेरबहादुरजीको भाग्य यस्तो राम्रो छ, आउने बित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो। र अब धेरै कुरा नगरौँ। म तपाईहरुलाई स्वागत मात्रै होइन, तपाईहरु आउनुभयो धेरै जिल्लाबाट। तपाईहरुको यहाँको बसाई सुखद रहोस्। हाम्रो जति त्रुटि कमीहरू छन् त्यसलाई क्षमा गरिदिनु होला। जति सक्छौँ हामीले गराछौँ र यो पूर्ण सफलताको हुन त शेरबहादुर देउवा यहाँ आउने बित्तिकै मलाई थाहा छ यो पूर्ण सफल हुन्छ। उहाँको स्वागतको लागि जुन उत्साह देखेँ मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह। र शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबहादुरजी हो र उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।